मान्छे फेरि गडाम खाना पर्ने साझा लिएर एक गरेर माछा खाने खोला लागेको ए ल ल कता 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 अब खोलातिर हिँड्ने नि हो त झरो झरो अब खोलामा झरे माछा गडाम दिने उ तल आइसक्यो खोला होइन अझै आइपुगेको छैन खोला अलि तल ल ल ल जाने होइन ढिलो भइसक्यो छिटो गर कति ढिलो गरेको कता मान्छेले माछा खायो भने त माछा खान कम दुःख छ पुल चढ्नुपर्छ रोड हिँड्नुपर्छ यसको घारी हिँड्नुपर्छ यस्तो साल गाडी पनि पुरा साल बाप्रे बाप्रे खोला आइपुग्यो ल यार यसरी यार त्यो ठुलो छ ल हेर्नुहोस् आम्मामामामा सर यसरी बगिरहेको छ अब योदेखि मासतिर ल हेर्नुहोस् है योमा अस्ति एउटा 10 किलोको सर माछा एउटा 30 किलोको मारेको गड्याममा हानेर यसरी जाने ल मार्ने यो कुठुङ मुठुङ अब माछा मार्न कस्तो हेर तलतिर के गरेको जस्तो माछा हेर त माछा थाप्ने तरिका ल हेर्नुहोस् कत्रो ठुलो खोलामा नि के गरेर थापेको यार यो आयो भला आयो भने यसरी आउँछ ल उठाउ त माछा आयो ल हेर यसरी यो थाप्ने बित्तिकै आउँछ यसरी माछा हो यसरी मार्छ भाइ माछा यसरी मार्छ माछा माछा अर्को पनि उता नजाऊ कान्छे उता नजाऊ गहिरो छ यसरी आउँछ माछा हेर नजाऊ है नजाऊ आयो एउटा हो उहाँले होइन क्या यसरी उहाँछन् ल हेर्नुहोस् आम्मामामा के तालले हो माछा मारेको यत्रो गहिरोमा यार डुब्ला यार ए डुबे हेर यस्तरी माछा आयो माछा हो या ए कान्छे के छ त्यहाँ माछा छ होला हेर्ने खै कुडा हाडल न यार डुब ल डुब है डुब हेर यहाँ के निस्केला ल भन त तिमीले के निकाल्ला ल ए माछा त छोप न बिस्तारै ल त छोप बिस्तारै ए भारी फालै ए माछा छ हेर यहाँ माछा कति निस्किन्छ ए यहाँ अप्पा भारी फाल न भारी यहाँ नि अर्को छ हेर न भारी फाल उपर जा समाज फुटकेला चिप्ले समाज अर्को नि निकालेर डुब त बाबा यार माछा यार ठगरे यार त्यसरी डुब अलि भित्र यार फेरि समाज त्यो अर्को नि हेर अर्को छ अरे फेरि अर्को छ अरे हेर है ए अर्को छ माछा हो न बाबा यार समाज